रुमको हालत त एकदम सफा भइरहेछ कि पुरा हेर्दाखेरि पनि गाई गोरु बस्छ होला भन्छ होला 3-4 दिनमा नमिलाएको रुम त खतरनाकै भएको छैन न ए चाङको कम्बल सम्बल त्यत्तिकै फ्याँकिया छ यत्तिकै राखिदिएको छ होइन 3-4 दिन भइसक्यो कम्बलै मिलाएको छैन मैले एकदम सुस्ती लाग्छ कि मलाई कम्बल सम्बल मिलाइराख्नु चाहिँ मिलाउँदिनँ म त्यही भएर मिलाउनु एकदम सुस्ती लाग्छ कि मलाई त्यही भएर म एकदम मिलाउँदिनँ गाइस म पानी ल्याउनु जाँदैछु होइन अब पानी सानी लिएर त्यतै हातखुट्टा सातखुट्टा पनि धुनुपर्छ होला अनि पानी सानी लिएर हातखुट्टा सातखुट्टा धोएर चाहिँ चट्ट आएर आफ्नो रुममा आएर चाहिँ हातखुट्टा सातखुट्टा धोएर चाहिँ चट्ट बसिन्छ गाइस अब पुरा आज मतलब हाम्रो यहाँको ठाउँ जग्गा जग्गी चाहिँ हेर्नु न मेघालयको कस्तो हुँदो रहेछ हेर्नुहोस् है एकदम ए यस्तो छ यस्तो छ मेघालयमा ठाउँ है अनि तपाईँहरूलाई चाहिँ अब यहाँ घुम्न आउनु मन छ भने चाहिँ ठिकै छ भनौँ हाम्रोले यहाँको लागि त होइन तर ठन्डा छ गाइस पुरा यस्तो छ है यहाँको जग्गा चाहिँ रुखहरू काटेकोरी पुरा गामलाङ्गल पनि गिराएर आएछ है यस्तै छ जग्गा चाहिँ रुखसुख गिराएर अब सानो नाला पार हुन्छ त्यसमा त म पुगिहालेँ भनौँ वा चाहिँ अनि हात गएर खालि बस पानी भर्छु पहिला त्यसको पछि हातखुट्टा धुम्ला त्यसको हातखुट्टा सातखुट्टा धोएर चाहिँ म चाहिँ लागिहाल्छु कि छिटो घर जाडो छ किनकि यहाँ त अब मेघालयको ठाउँ त बहुत जाडो छ के जाडो मतलब त्यति भने अब हामी बसिराख्नेलाई त चल्छ जाडो केही छैन होइन अब तपाईँहरू बातको बात आउनुभयो भने चाहिँ तपाईँहरू गरम जग्गामा बस्नुहुन्छ भने चाहिँ आउनुभयो भने चाहिँ पुरा ठन्डा लाग्नुसक्छ तर हामी त अब बसेर आदत भइसक्यो गाइस अब यहाँ एउटा पानी यहाँ सानो नाला छ बस नाला क्रस गर्ने हो त्यसको बाद चाहिँ अनि अलिकति हिँड्नुपर्छ त्यसको त पुग्यो भनौँ पुग्योवरी चाहिँ म चाहिँ चट्टसँग लगाएर अनि बस्ने टक्क बसिन्छ गाइस त्यसको बाद चाहिँ अनि हातखुट्टा सातखुट्टा धुने पानी सानी भर्ने अनि जानुपर्छ नि यस्तो नाला छ सानै छ भनौँ न धेरै ठुलो त छैन सानै हो नाला चाहिँ यस्तो एक कदममै पार हुन्छ भनौँ न अब तर छोरी मान्छेहरूलाई त गाह्रै पर्छ होला हामी छोरा मान्छे त एक कदममा पार हुन्छ पानी ल्याउने भने चाहिँ कहाँ हो नि यो डाँडाको उतापट्टि उयो डाँडा छ नि हो त्यसको उतापट्टि हो पानी फटाफट भर्ने हो अनि लाग्दिने हो है खाने पानीमा पुगिसक्यो अब यहाँ पानी पनि ठिकै छ हातखुट्टा सातखुट्टा धोएर बस्ने जग्गा पनि राम्रै छ यस्तो छ पानी चाहिँ यहाँ छ पानी हाम्रो पानी सानी अब यताउता गर्ने त्यसको बाद हातखुट्टा सातखुट्टा धुने लाग्दिहाल्नुपर्छ धेरै टाइम बसेर काम पनि छैन यहाँ अब खालि त्यति कामको लागि आएको पानी र हातखुट्टा धुनु हातखुट्टा सातखुट्टा धुने पानी जाने भर्यो अनि फटाफट लाग्दिहाल्ने कि गाइस अब चाहिँ यस्तै गर्नुपर्छ ल हेरिराख्नु मेरो ब्लग अगर तपाईँहरूलाई मेरो ब्लग राम्रो लाग्छ भने लाइक सेयर कमेन्ट गर्नु नभुल्नु होला होइन अब नयाँ क्रिएटर हो म त अब त्यति बोल्नु पनि आएको छैन होला त्यति उयो नमानिदिनु त्यतिकै अब भनौँ न जति सक्छु त्यति चाहिँ भन्दैछु मैले जति मेरो त्यसमा उयो छ त्यस्तै गर्दैछु कि गाइस म चाहिँ भने हातखुट्टा सातखुट्टा धोएर पुरा तयार भइसकेँ अब चाहिँ पानी सानी उठाएर लाग्दिनुपर्छ घरतिर घरमा पुगेर यसो चिया खाने अनि आरामले बस्दिने हो गाइस तपाईँलाई मेरो भिडियो राम्रो लाग्यो भने लाइक सेयर कमेन्ट सब्सक्राइब गर्नु नभुल्नु होला थ्याङ्क यू फर वाचिङ बाई बाई